सिपियु त सिपियु भन्छ। हामी यसलाई के भन्दैछौँ? सिस्टम युनिट भन्दैछौँ है त। अब कसैले चाहिँ पुराना मान्छेले अब धेरै यसको बारेमा नबुझेका मान्छेले एउटालाई यसलाई देख्यो भने कम्प्युटर भन्छ, कसैले यसलाई कम्प्युटर भन्छ, कसैले यसलाई कम्प्युटर भन्छ। अब कम्प्युटर भने एकै चिज नरहेछ कि सबैले मिलेर बनिया हुने रहेछ। यसमा धेरै चिजहरू छन्, तर अब हाम्रो 4 र 5 मा के भनिएको छ? कम्प्युटरका मुख्य कतिवटा भागहरू भनिएको छ? 4 वटा भनिएको छ। मेन चलाउनका लागि अहिलेका लागि हामीलाई 4 चिज चाहियो। मोनिटर, सिस्टम युनिट, किबोर्ड र माउस 4 वटा छ भनिएको छ। अब यो 4 कम्बिनेसनलाई कम्प्युटर भनिन्छ। अरू चिज पनि यसमा थपिएको छ। अब यसलाई अब अगाडि हामीले यसलाई सिपियु भनेर जसरी बुझ्यो भने अब चाहिँ नबुझ्यो सिपियु। यसमा सिपियु भनेको यो भित्र हुन्छ। यो त हार्ड डिस्क भइहाल्यो। यो हार्ड डिस्क यो स्टोरेज डिभाइस यसको भित्रै अट्याच हुँदो रहेछ होइन त। यहाँ एउटा यत्रो यो बोर्ड छ, तपाईँहरूले देख्नु भएको छ। कहाँनिर बिग्रेको टिभी या बिग्रेको रेडियो त्यसमा पनि यसको बोर्ड हुन्छ। यसलाई मदर बोर्ड, मेन बोर्ड हुन्छ। धेरै चिज यसैबाट चाहिँ गतिविधि सुरु भइरहेको। यसमा एउटा चिज अट्याच भएको हुन्छ। हेर्नुहोस्, यो मैले फ्यान यसमा थिएँ, त्यो फ्यान यसरी निकालेँ। अब तपाईँहरूलाई म मेन सिपियु देखाउँदैछु। ल यो हो सिपियु। हेर्नुहोस् त कत्रो रहेछ सिपियु त आखिर यो रहेछ। सिपियु सेन्ट्रल प्रोसेसिङ युनिट। यसैलाई भनेको कम्प्युटर ब्रेन अफ द कम्प्युटर। कम्प्युटरको मेन दिमाग भने यो रहेछ। हरेक चिज प्रोसेसिङ गर्ने कुरा यो हो। जसरी हाम्रो गरेर हाम्रो शरीरका मेन अङ्ग, अरूले सबै अङ्गले आफ्नो काम गर्छ, तर सबको कन्ट्रोल गर्ने काम मेन काम ब्रेनले गरे जस्तै, दिमागले गरे जस्तै कम्प्युटरको दिमाग भनेर केलाई भन्दो रहेछ? आखिर सिपियु चाहिँ यो रहेछ। अब यो डब्बालाई त हामीले के भन्ने अबदेखि? यसको भित्र अरू चिजहरू पनि रहेछ। अब यो भित्र भएका चिजहरूलाई हामी सामान्यतया अब प्रोसेसिङ युनिटका रूपमा, प्रोसेसिङ डिभाइसका रूपमा भन्न सक्छौँ है त। यहाँ हेर्नुहोस् त, यहाँ यो मदर बोर्ड भयो, यहाँ अहिले एउटा ऱ्याम हुन्छ, यो चाहिँ सिपियु